गुड मर्निङ सबैजनामा वेलकम टु माई डे 2 ब्लगमा। आज बुवामा बिहानै पानी परेर बिजोग भएको छ। अहिले ठ्याक्कै 9 बज्यो। 9 बजे पनि के बिहानै पनि, तर 9 बजे बिहानै हुन्छ। एकदम पानी परेर बिजोग भएको छ। हेर्नु त कसरी पानी परेर पुलमा देखाइरहेको छु। एकदम पानी परेर मस्त गाडी धुँदा गाडी धुने छोडेर झाडु लगाउन थियो। झाडु लगाउँदै बसिरहेको छु। अहिले 9 बजिरहेको छ। बिहानै पानी काम गर्दै गर्दै आएर बसेको झाडु हानेछ। झाडु लगाउँथेँ, झाडु लगाउँदै पानी परदेशमा गाह्रो छ। अब पानी दिएपछि झाडु लगाउनु पर्छ बसिरहेको छु। छ त हो टक्क लाएर काम गर्दा गर्दै अब ब्रेकफास्ट गर्नु पर्यो भनेर चिया बनाउँदैछु। भित्र गएर टक्क लाएर चिया पनि अब उम्लिँदैछ। चिया उम्लेपछि टक्क चिया र ब्रेड खाइन्छ। चिया पनि उम्लिसक्यो, गिलासमा हालेर टक्क ब्रेड चिया अब खानालाई रेडी बनाइदियो। किनकि अब बाहिर पानी परेछ, काम त हुन्न। काम नभएपछि चिया र ब्रेड खानु पर्यो भनेर टक्क लाएर रेडी बनाइदियो। चिया र ब्रेड पनि खान थालियो, मजाले खाइन्छ। अब काम गर्नलाई त खानु त पर्यो, त्यो भएको कारणले त कपाको पारी खाइरहेछ। चिया र ब्रेड खाइसकेपछि बसिरहेको थिएँ। त्यहाँबाट प्रेस कन्ट्रोल आइसक्यो। घरमा चिट्ठी आएर दिमाग खराब भएको थियो। ककरोच आएर दिमाग खराब भयो। त्यो ककरोच आयो, कन्ट्रोल प्रेस गरिसकेपछि ककरोचको भागाभाग ककरोच यताबाट उता उताबाट यता भागिरहेको थियो। गाह्रो छ, अब ककरोचलाई भगाउनु पऱ्यो भनेर एकदम ककरोचलाई देखाएको छु, भागाभाग भइरहेको छ।